तो चलिए शुरू करते हैं। अनि आज चाहिँ माघे सङ्क्रान्तिको लागि चोक जानुपर्ने छ मासु किन्नलाई। अनि म अनि छोरो जानेछु। मेरो छोरो चाहिँ होइन चोक लग्दैन भनेर छोरो रिसाइरहेको छ। तपाईँलाई म मेरो छोरोलाई नै देखाउँछु है। यहाँ नै मेरो छोरोको मुख चाहिँ यहाँ देख्न सक्नुहुन्छ। मेरो छोरो रुँदैछ चोक लाँदैन भनेर। र अब म तपाईँहरूले चाहिँ डाइरेक्टली चोकको भिडियो देखाउने छु र त्यहाँबाट मासु पनि लिनेछ। आज माघे सङ्क्रान्तिको 1 गते र आज देख्न सक्नुहुँदैछ कति कुरो लगाएको छ गाइस। तपाईँहरू भिडियोमा त देख्न सक्नुहुँदैछ। यहाँ छोरो, अब छोरोलाई चाहिँ लिएर जानु छ मलाई। ऊ पनि जाने अरे चोकतिर। त्यही भएर अब हामी चाहिँ बाउ छोरो निस्किसक्यौँ। ल यता हेर बाबु, यता हेर्नु। हाई गर्दै, हाई गर, हाई गर, नगर्ने। यति कुरो लागेको छ नि गाइज, नजिकै नि देखिँदैन। तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले भर्खरै जस्ट साइकल गएको मान्छे हराइसक्यो। उज्यालो भएको भए त मजाले देखिन्थ्यो होइन। देख्न सक्नुहुन्छ यति कुरो लगाएको छ नि गाइज, के भन्नु। आज त भन्नै नसक्ने कुरो। र यहाँ मेरो छोरो नि आउँदैछ, देख्न सक्नुहुँदैछ। मेरो छोरो चाहिँ होइन अघि रुँदै थियो अनि चोकोबार किनिदिएर खुसी भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ गाइज, कुहिरोको कारणले घाम पनि त्यति मजाले देखिँदैन। देख्न सक्नुहुन्छ यो चाहिँ सूर्य उदाउन खोज्दैछ होइन। सो फाइनली गाइज म चाहिँ होइन हाम्रो चोक आइसकेँ। अनि हाम्रो चोकमा देख्न सक्नुहुँदैछ सुँगुर मासुको कति भिड छ यहाँ नै गाइज। मलाई पनि लिनुपर्ने चाहिँ सुँगुरै मासु हो। र कुहिरोको कारणले मान्छेहरू पनि पुरा बलर देखिन्छ होइन। देख्न सक्नुहुन्छ यो सुँगुर मासुमा मान्छे कति भिड छ। यो चाहिँ हाम्रो चोक। अनि भाइ चाहिँ यहाँनिर कुखुरा छिलछाल कार्यक्रम गर्दैछ होइन। कुखुरामा पनि त्यत्तिकै भिड छ, देख्न सक्नुहुन्छ तपाईँहरू। यो हाम्रो नजिकैको चोक होइन। कुखुरामा पनि त्यत्तिकै भिड छ। सो फाइनली गाइस म चाहिँ मासु लिएर आइसकेँ होइन। मेरो घर र म चाहिँ अब ढिलो नगरिकन मासु चाहिँ सरासरी काट्नेछु। देख्न सक्नुहुँदैछ छोरो। मासु काटेको कम्प्लिट भइसक्यो। अब चाहिँ पकाउनु पर्छ।
10 minutes later. सो गाइज आजको दिन होइन माघे सङ्क्रान्तिको दिन दाइहरूसँग आज हामी चाहिँ बोराबाद जाँदैछौँ होइन यहाँ दाजुलाई यहाँ हेलिमेट खोलेर ल हामी आज चाहिँ हामी माघे सङ्क्रान्तिको 1 गते बोराबाद जाँदैछौँ घुम्नलाई र अरू भिडियो म तपाईँलाई डाइरेक्टली त्यहाँ देखाउने नै छु र हाम्रो भिडियो चाहिँ स्किप नगरिकन तपाईँहरू फलो गरेर हेरिदिनु होला। ल अब म यो भिडियो यहीँ सुरु गर्छु। लेट्स गो गाइज। ओके जाँदैछु यहाँ भर्खरै अहिले कस्तो छ हेर्नु गाइज होइन यो अहिले भर्खरै हानेको मैले दाजु हेर्नुहोस् दाजु भर्खरै हानेको अनि अब जाँदैछ बोराबाद। अब सरले बोराबाद अरू भिडियो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा पुगेपछि मात्रै अब भन्नाले आउँछ। अहिले चाहिँ यति नै हो। बाइ बाइ। फाइनली गाइज हामी चाहिँ लोकेसन अनुसार बोराबाँध आइसक्यौँ र तपाईँहरू देख्न सक्नुहुँदैछ यो बोराबाँधको भ्यू धेरै नै ब्युटिफुल छ हैन। अनि हामी चाहिँ अहिले जुन नाउ खेल्ने छ नि त्यो चाहिँ ऊ पर खेल्दैछ। तपाईँहरूलाई अहिले त्यहाँको नि भिडियो म देखाउने छु। अहिले हामी त्यहाँदेखि अलिकति छेउमा छौँ र देख्न सुपारी निकाल के बात कर रहे बाबा सक्नुहुन्छ। यो हामी चाहिँ आएको आज माघे सङ्क्रान्तिको 1 गते बोराबाँध घुम्नलाई। मलाई पनि फिक्स थिएन, घरमै थिएँ अनि दाजुले कल गरेर भन्यो भाइ जाम आज बोराबाँध घुम्नलाई। अनि म पनि ड्रेस सेरेस लगाइहालेँ। चिटिक हेर्न सक्नुहुन्छ चस्मा लगाएको छु होइन। अच्छा देख्न सक्नुहुन्छ। कौन है ये लोग? कहां से आते हैं ये?
देख्न सक्नुहुन्छ गाइज हाम्रो बोट चाहिँ मतलब सुरु भइसकेको छैन हामी चाहिँ सिफ्टमा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 जना छौँ होइन र हाम्रो सिफ्ट चाहिँ मतलब सुरु भइसकेको छ र हामी चाहिँ जाँदैछौँ सिफ्टमा हामी चढिसकेको छौँ र सिफ्ट हाम्रो जाँदैछ होइन देख्न सक्नुहुन्छ र तपाईहरु देख्न सक्नुहुन्छ आजको यति भिड छ नि आजको दिन देख्न सक्नुहुँदैछ तपाईहरु